हेलो नमस्ते सम्पूर्णमा म हुँ तपाईहरुको साथी एलिस राई। आज पनि नयाँ भिडियो लिएर आइसकेको छु। हेरिदिनु होला कस्तो लाग्छ, आफ्नो प्रतिक्रिया पनि दिनु होला। आज चाहिँ म साथीहरु गोठालामा छु, त्यही भएर फुर्सद भएको बेला केही भिडियो भ्लग बनाऊ भनेर म आएको छु। देख्न सक्नुहुन्छ यता चाहिँ हाम्रो चराउने यता पारी हो र यता तलतिर चाहिँ म गोठाला गर्छु र चाहिँ खोलाहरु छ र यता खेतहरु छ र मैले बाख्राहरु चाहिँ पारी लगाउने छु र यता तलतिर म बस्ने छु र तपाईहरुलाई खोलाहरु देखाउने छु। आज खोलातिर के रोप्छन् सबै देखाउने छु। अनि हेर्दिनु होला अनि कस्तो लाग्छ आफ्नो प्रतिक्रिया पनि दिनु होला भन्न चाहन्छु। साथीहरु यता चाहिँ खोला छ, भिरपाखा छ यता र साथीहरु कस्तो लाग्छ त मेरो भिडियो आफ्नो प्रतिक्रिया दिनु होला। मन परे च्यानललाई सब्स्क्राइब गरिदिनु होला। म चाहिँ अहिले खोला पुग्न आँटेको छु साथीहरु। खोला पुगेपछि खोला देखाउने छु। अनि खोलातिर अलैँची यता चाहिँ साथीहरु अलैँची रोपेका छन्। यो कुलोबाट पानी लिएर साथै धान पनि रोप्छन् अनि अरु मकैहरु कोदोहरु पनि रोप्छन्। अनि मकै कोदोहरु रोप्ने बेला चाहिँ अहिले धान रोप्ने बेलाको भएको छ बर्खाको समयमा, त्यही भएर गर्दाखेरि चाहिँ अहिले धान रोप्दैछन् साथीहरु। र म चाहिँ यहाँदेखि पारी बाख्रा लाने छु अनि तपाईहरुलाई भने देखाउने छु कस्तो लाग्छ। अन्तिमसम्म हेर्दिनु होला। क्यामेरा यस्तै छ। यहाँ चाहिँ 10 मन जति फल्छ र साथीहरु म चाहिँ अब बाख्राहरु पारी लाउनको लागि जाँदै छु कुलो बर्खाको समयमा। अब मेरो चाहिँ बाख्राहरु पारी तर्ने बेला भइसकेको छ साथीहरु। बाख्राहरु चाहिँ पारी निकाल्दै छु साथीहरु। यो बाख्राहरु पारी निकालेर पारीतिर लाएर म चाहिँ वारी बसेर केही कुराहरु तपाईहरुलाई देखाउने छु। पारी लाउनको लागि पसिसकेको छ जोरगाडी भित्र। अब जंगल जान्छन् र चरेर आउँछन् अनि म चाहिँ बाहिर बस्ने छु, पारी बस्ने छु। बर्खाको समयमा बाख्राहरु बिच्छन् भनेर म चाहिँ आज धेरै टाढो लगेको छुइन, पारीपट्टि लाइदिएको छु र म चाहिँ अहिले छाता लाएर बसिहाल्छु। पानी परे पनि केही छैन। मैले बाख्राहरु चाहिँ पारीतिर लाएर वारी आइसकेको छु। वारी आएर हेर्दाखेरि चाहिँ धानको बिउ रोपिसकेका छन् यहाँ र आलीबाजु गर्दै हुनुहुन्छ दाजुभाउजूहरु। म दाजुभाउजूहरुलाई थोरै देखाउने छु। गाउँघरमा काम नगरिकन खानु नपुग्ने, त्यही भएर हामी चाहिँ काम नै गर्नुपर्छ र यहाँ दाजुहरु चाहिँ आलीबाजी गर्दै हुनुहुन्छ। साथसाथै उहाँको छोरा पनि काम गर्दैछ। अब अहिले स्कुल बिदा भएकोले गर्दाखेरि यता उसको छोरा पनि काम गर्दैछ। अनि यहाँ दाजुसँग चाहिँ अलिकति कुराकानी भयो। हाम्रो भिडियोहरु हाल्छस्, म त अहिले चलाउँदिन, म पैसा छैन फोनमा, त्यही भएर रिचार्ज छैन, त्यही भएर म चलाउँदिन भन्नुभयो। र यता पढेर चाहिँ देख्न सक्नुहुन्छ उनको छोरा। अनि म चाहिँ अब एकदमै खुसी छु किन भन्दाखेरि भिडियो बना म नाच्छु अनि भाइरल बना भन्नुभयो। त्यही भएर म चाहिँ खुसी छु किनकि म पहिला भिडियो बनाउँदाखेरि कस्तो सोच्छन् जस्तो लाग्थ्यो, तर आज भने एकदमै क्लियर भयो। राम्रै सोच्नु हुँदो रहेछ। र हाम्रो भिडियोहरु चाहिँ यही समाप्त गरौँ भन्न चाहन्छु किनभने लामो भिडियो भइसकेको छ। तपाईहरुको पनि अमूल्य समय दिएर हेरिदिनु भएकोमा धेरै धन्यवाद दिन चाहन्छु। र यस्तै भिडियो म लिएर आउने छु गाउँघरको, र मलाई सब्स्क्राइब गरिदिनु होला भन्न चाहन्छु। र अर्कोचोटि फेरि भेटौँला यस्तै भिडियोमा। धन्यवाद। जय नेपाल। सबैजना सन्चै आरामै रहनु होला। म तपाईहरुको साथी। अर्कोचोटि भेटौँला। धन्यवाद।